हेलो गाइस, यहाँनिर हाम्रो मेन हो यहाँ चाहिँ जङ्गलको हन्टिङ गर्ने चाहिँ यहाँ छ हो। हामी चाहिँ अब यस्तो जङ्गलमा जाँदैछौँ निङ्गुरो खोज्नु लागि। त्यो छ जङ्गल है, हामी जङ्गलमा यसरी हिँड्दैछौँ। मेन जङ्गलको रुल है, मेन मान्छे नै यहाँ हिँड्दैछ अगाडि अगाडि। आफू चाहिँ एउटा क्यामेरा बल एउटा निङ्गुरो यहाँ रहेछ, ऊ टिप्नुभयो। हामी चाहिँ अब यहाँ भित्र पस्नेवाला छौँ हो। यहाँ छ जस्तो ठाउँ यहाँ रहेछ बाटो। निङ्गुरो टिप्दैछ यहाँ चाहिँ। क्यामेराले निङ्गुरो होइन निकाल्नु क्यामेरा यहाँ छ निङ्गुरेको हन्टिङमा छौँ, निङ्गुरेको खोजीमा। दुईजना भाइ चाहिँ अझ निङ्गुरे खोजीमा जङ्गल लाग्यो। अब घरमा पनि केही बस्नु भनेर अझ छुट्टी थियो सानो हो। हामी चाहिँ अब जङ्गल लागिँदैछ। जति सक्दो चाहिँ अब जङ्गललाई हिँड्ने। खोला पनि यहीँ छ। अब यस्तो छ जङ्गलको वातावरण चाहिँ। हेभी गर्मी छ, यता शीतल छ। कतिको फलेको रहेछ विशाल दा निङ्गुरे? त्यस्तो लगभग 1 केजी जति त भयो जस्तो लाग्यो हो। यहाँ त चिस्नु रहेछ। अब यो बाटो चाहिँ कहाँबाट जानुपर्ने यस्तो रहेछ, डरै लाग्दो। र पनि तपाईँहरूलाई म देखाउँदैछु। लामो हुन्छ होला यो भिडियो, तपाईँहरूलाई देखाउँदैछु। सिस्नु जग्गा छ, यस्तो छ हाम्रो जङ्गल चाहिँ। भाङ्रे सिस्नुहरू चाहिँ हमें सिस्नुको फोटो उयो देखाएर भन्नु, यसको चाहिँ कुन खानु हुन्छ कमेन्टमा लेखिदिनु होला भनेर। जान्नेहरूले चाहिँ लेखिदिनु होला कमेन्टमा, यसको चाहिँ के खानु छ। लाइफ होइन हो यो विशाल दा, लाइफ होइन यो। हस्कट छोड्नु नि। ओ हस्कट छोड्नु नि। सिस्नु छ गाइस, अम्बो चिले यहाँनिर। यो चाहिँ भाङ्रे सिस्नु भन्छ अरे यसलाई चाहिँ। यसले चिले भन्ने चाहिँ डरलाग्दो फोका उठिदिन्छ। खोला आइपुग्यो।